ग्रेजुएसन क्याप उडाउनु भनेको एउटा परम्परा मात्र होइन, यो हाम्रो नानी बाबुहरूलाई चाहिँ आत्मविश्वास, उहाँहरूको आत्मविश्वासलाई आकाशमा उडाउनु भन्ने पनि बुझिन्छ है। माथि उडाइदिनु होला अनि समाउनु भयो भने पनि हुन्छ। ताली बजाइदिनु हुन पनि अनुरोध गर्दछु। मोबाइल हात बजाएर साथ दिनु होला है। जोरदार ताली उहाँहरूको लागि। भरे दीक्षान्त समारोह भनेर हामी अटेन्ड गर्ने गर्थ्यौँ।
दिव्यान्शी राई अगाडि आइदिनु होला। आकृति श्रेष्ठ अग्री सुप्रति अभिलिना सापकोटा दिव्यान्शी छेत्री गीत सुनेर भएन ताली बजाउन। इस्लाम साथ मृगाक्षी फुयाल प्रविका धमला त्यसपछि म्युजिकको पालो रहेकोले आदरणीय कुमार सरलाई तयारी अवस्थामा बसिदिन अनुरोध गर्दछु। प्रविका धमला प्रतीक ढुङ्गाना प्रिन्स रिजाल प्रिन्स रिजाल प्रिसोना रामदाम रिदम बिष्ट मगर लक्ष्मी सिस्टर एकचोटि अगाडि आइदिनु होला। समृद्धि गुरुङ
श्रेयन पौडेल, श्रेयस मैनाली, सियोना अर्याल, सियोना क्यामेरामा हेर्छु, सुयोग गिरी, सुयोग गिरी, वाटसन रोज्याक शाही, युकेजी फाल्कनका सम्पूर्ण नाति बाबुहरूको लागि हार्दिक बधाई ज्ञापन गर्दै जोरदार ताली दिनुहोला उहाँहरूको लागि। मौका मिल्दा मुक्तै फुल्नु
skills. She starts teaching us with love and care. All special Kolala ma'am for making our graduation day so special. Thank you. पटक ताली बजाएर यो कार्यक्रमलाई औपचारिक रूपमा यही सम्पन्न भयो। झगडा नगरिकन किचनमा गएर लाइनबद्ध भएर खाजा खाइदिनु हुन अनुरोध गर्दछु है त। पहिला हात धुनु होला अनि जानु होला है। टोपी उडाऊ फेरि 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 फेरि